एउटा किरो मैले पनि भेटाएँ। दाइ खन्नुहोस् त। ट्याक्कै लगायो भने भाँच्यो भने म दिउँला त। एकदम राम्रोसँग खन्नुहोस् है बुढा। किरो के 5 किलो। आज हामी चाहिँ हाम्रो अफिसबाट शनिबार हामी यार्सा पाटनतिर जाँदैछौँ। म यहाँ हिँडिरहेको छु। एकदम थकाइ लागेको छ। हामी यो रिखे गाउँ नजिक आइपुगेका छौँ। यो दृश्यमा देखिने गाउँ चाहिँ रिखे गाउँ हो। हामी यसको जस्ट माथि यो बादलको थुम्का माथि गएर यार्सा टिप्नेछौँ, अर्थात् त्यो पाटनको दृश्य अवलोकन गराउनेछु। यो चाहिँ एकदम फोक्सुन्डो गाउँपालिकाको वडा नम्बर 8 मा पर्ने रिखे गाउँ हो। यहाँ चाहिँ आलु, जौ, फापर, स्याउ लगायतको बालीहरू उब्जनी हुन्छ। एकदमै सुन्दर छ गाउँहरू। यो क्यामेरा हल्लिएर त्यसो देखिएको होला। यो हेर्छ यो तल यो रिखे गाउँ हो। यसको जस्ट पारि यो फोक्सुन्डो झरना तपाईँले देखाइरहेको छु। यो चाहिँ विश्वको सर्वोच्च स्थानमा रहेको झरना मानिन्छ। यसको लम्बाइ चाहिँ 165 मिटर लम्बाइ र समुद्री सतहबाट 3660 मिटरको उचाइमा रहेको छ। यसको ठ्याक्कै तल रिखे गाउँ छ। हामी यो हामी आज यार्सा पाटनमा जाँदैछौँ। आधा बाटोमा पुगिसक्यौँ। रिखेको अलि माथि, रिखेको धेरै माथि जङ्गलभित्र। ल दाइ अरू भन्नुहोस्, कस्तो अनुभूति भइरहेछ? अब लगभग हामी पुग्नुला लगभग अलि 1 घन्टा अलि बढी छ। एकदम थकाइ लाग्यो। यो एकदम भिड रहेछ यताबाट आउने। यो ठाउँ हेरेपछि कस्तो रमाइलो छ। रमाइलो पनि छ। ल सारिनुहोस्। ल ठिक छ, हामी जाँदैछौँ। ल हिँड्नु लाग्यो। अहिले म ठ्याक्कै यो बिच जङ्गलमा आएको छु। यो चिमालो भन्छ, सेतो लाली गुराँस मजाले फुलिरहेको छ। यो पुरै जङ्गलको छेउमा यो पुरै यो सेतो लाली गुराँस हो, तर स्थानीय भाषामा यसलाई चिमालो भनिन्छ। तपाईँले हेर्न सक्नुहुन्छ। एउटा किरो मैले पनि भेटाएँ। दाइ खन्नुहोस् त। ट्याक्कै लगायो भने भाँच्यो भने म दिउँला त। एकदम राम्रोसँग खन्नुहोस् है बुढा। किरो के 5 किलो जस्तो होला जस्तो त। ल पहिलो राम्रो किरो साइजले भेटायो। यो खत्री दाइ र मैले चाहिँ किरो पायौँ त आज। के पाइयो। कस्तो जोरे उठ्नु अड्किया परस रोकिँदा। भाँचेला रे फेरि अहिले। माथि छ। दे गुड। ल किरो भेट्यो। किरो पाइयो। ल आज एउटा किरो पाउनेमा म पनि भन्दा। यो ठ्याक जस्ट खोला उतातिर फोक्सुन्डो ताल र झरना छ। यताबाट फोक्सुन्डो पारितर्फ देखिन्छ भने एकदम माथि हिमाल छ, त्यसको ठ्याक ताल रहेको छ। तल फोक्सुन्डो झरना हो। वरपरको कान्जिरुवा हिमालहरू र यो कान्जिरुवा हिमालको रेन्जहरू यो पुरै कान्जिरुवा हिमाल पर्छ। तपाईँले पछाडिको यहाँ देखिरहेको हिमालहरू सबै कान्जिरुवा हिमाल पर्छ। म एकदम चिसो लागेर कपडा उडिराखेको छु। यो हुडी लगाइराखेको छु। एकदम हावा चलिरहेको छ। एकदम तीव्र गतिको हावा छ। धन्यवाद। हस्।